दाइ मजा लिनु त्यहाँ। काल रात्रिको दिन हामी चौपरी डाँडामा 5 र 6 बजेको बिचमा चौपरी डाँडामा है। चौपरी डाँडाको साइडमा एउटा भ्यू पोइन्ट छ। त्यो भ्यू पोइन्ट चाहिँ हामीले अहिले फेरि निर्माण गर्न लागिरहेको छौँ। चौपरी डाँडाबाट 2टा भ्यू पोइन्ट छ है। त्यो भ्यू पोइन्टको साइडमा हामीले चाहिँ फराकिलो बनाएर एउटा कुर्सी राखेर टक्क बस्न मिल्ने बनाउँछौँ। हाँस्नु पर्दैन हरि बास ल। मेरो भाइहरू चाहिँ हरि भाइले पनि हान्दैछ स्लोमनले। मेरो प्यारो भाइ सबै जेन्जी भाइहरूले मलाई साथ र सपोर्ट दिएर आज चौपरीमा यत्तिको भइरहेको छ। मेरो अर्को जेन्जी भाइले चाहिँ मसला पिटिरहेको हाम्रो नारायण खम्तले चाहिँ बिहान कफी बनाउँदै हुनुहुन्थ्यो चौपरी डाँडामा। फाइनली हामीले चाहिँ अहिले चौपरी डाँडामा भएको रेलिङमा 1 कोट रङ ल्याएर भ्याउन लाग्छौँ है। हामीहरू सबै बमगार्ड युवा क्लबको भाइहरू चाहिँ हामीले चौपरीमा काम गर्दा गर्दा हामी मिस्त्री लेबर कृपया चौपरी डाँडामा आउने महानुभावहरूले चाहिँ यो हामीले फोहोर जलाउनु भनेर चाहिँ यसमा राखिदिनु होला सबै फोहोरहरू। यो हाम्रो चौपरीकै भागमा एउटा नयाँ भ्यू पोइन्ट गराएको छौँ र हामीले यहाँ एउटा कुर्सी पनि राख्ने भनेर चाहिँ कुर्सी राख्ने व्यवस्था गर्दैछौँ। हामी यो चौपरी डाँडामा सबै पनि काम गर्नेछौँ नि, सबै अर्ग्यानिक हो। हामी कुनै पनि यो के भन्छ विषादी हालेको मान्छे चाहिँ सबै अर्ग्यानिक, सब हामीले आफै आफ्नो तरिकाले हातले केले हुन्छ लौरोले त्यसैले गरिरहेको छौँ है। सब अर्ग्यानिक हो। बाइट 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 काम गरेर हाम्रो नास्ताको टाइम भयो है चौपरी डाँडामा। ल नास्ता, ल मेरो डोनट छ यहाँ। ल मेरो प्यारो दाइ पुनि दाइलाई धेरै धेरै धन्यवाद छ है यो अर्गनाइज गरिदिनु। लपलौ हामीले चौपरी डाँडामा हामीले सबै कुर्सी हालेर भ्यायौँ। अनि हामी बिहानको समयमा काम गरेर माथि काम गरेर भ्याएर चाहिँ हामी फर्किने समयको सानो एउटा क्लिक लिएको भिडियो है।